नेपालको राजनीतिमा के साँच्चै एउटा नयाँ शक्तिको उदय भइरहेको हो त? ल, आज हामी राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रलाई अलि गहिरेर हेरौँ। उनीहरूले कोरेको नयाँ नेपालको त्यो खाखा आखिर कस्तो छ? आउनुहोस् सँगै बुझौँ। यो पार्टीले सुरुदेखि नै भन्दै आएको कुरा के हो भने उनीहरूको आगमन नै यहाँको राजनीतिक सिन्डिकेटलाई तोड्नका लागि हो। मतलब जुन पुरानो प्रणाली छ, जुन तरिकाले देश चलिरहेको छ, त्यसलाई जरैदेखि परिवर्तन गर्ने उनीहरूको मुख्य उद्देश्य देखिन्छ। अब उनीहरूको योजनाको सबैभन्दा पहिलो र सायद सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको चाहिँ हाम्रो सार्वजनिक सेवा यानि कि गभर्नमेन्ट सर्भिसेसमा सुधार ल्याउनु हो। खासमा आम मान्छेले भोग्ने प्रशासनिक झन्झट र त्योसँगै जोडिएर आउने भ्रष्टाचारलाई नै जरैदेखि उखेल्ने उनीहरूको वाचा छ। यो कुरालाई पार्टी नेतृत्वको एउटा भनाइले झनै स्पष्ट पार्छ। उनीहरू भन्छन्, ताकि तपाईँले कर्मचारीहरूको अनुहारै हेर्न नपरोस्। सोच्नुहोस् त, सरकारी काम यति सजिलो र छिटो होस् कि हामीले कुनै अफिस धाउने नपरोस्, कुनै कर्मचारीलाई भेटेर सोर्सफोर्स लगाउने नपरोस्। हो, यही हो अनुहारविहीन र कागजविहीन शासनको अवधारणा। यसको सिधा मतलब के हो भने अब सरकारी कार्यालयमा घण्टौं लाइन लाग्ने र फाइलको चाङ बोकेर कोठा कोठा चाहर्ने दिन गए। सबै काम एउटै डिजिटल प्लेटफर्मबाट होस्। उनीहरूको नारा नै छ, लाइन होइन अनलाइन। भनेपछि अहिलेको यो दिक्कलाग्दो हातले काम गर्ने प्रणालीलाई पुरै प्रविधिले चलाउने सिस्टममा लैजाने, जहाँ कुनै बिचौलिया चाहिन्न, सबै कुरा पारदर्शी हुन्छ र जो कोहीले पनि सजिलै आफ्नो काम आफै गर्न सक्छ। यो एउटा ठूलो परिवर्तनको कुरा हो। ल, यो त भयो शासन सुधारको कुरा। तर राजसुपाको योजना यतिमा मात्रै सीमित छैन। उनीहरूले नेपालको अर्थतन्त्रलाई नै कायापलट गर्ने एउटा निकै ठूलो र महत्त्वाकांक्षी लक्ष्य पनि अगाडि सारेका छन्। अनि त्यो आर्थिक लक्ष्य के होला त? उनीहरूको वाचापत्रमा एउटा यस्तो अङ्क उल्लेख छ जुन सुन्दा नै निकै साहसिक लाग्छ। त्यो लक्ष्य हो नेपालको अर्थतन्त्रलाई 100 अर्ब अमेरिकी डलरको बनाउने। अब कल्पना गर्नुस् त, यो अङ्कले देशको आर्थिक अवस्थालाई कहाँबाट कहाँ पुर्याउन सक्छ। तर प्रश्न उठ्छ, यति ठूलो लक्ष्य पूरा कसरी गर्ने? हो, यसकै लागि उनीहरूले केही नयाँ र रोचक आइडियाहरू अगाडि सारेका छन्। जस्तै डिजिटल नोम्याड भिजा। यो एउटा यस्तो अवधारणा हो जसले विदेशी पैसा भित्र्याउने नयाँ बाटो खोल्न सक्छ। अब यो डिजिटल नोम्याड भिजाले काम कसरी गर्छ त? हेर्नुहोस्, आइडिया एकदमै सरल छ। संसारभरिबाट आफ्नो ल्यापटपमै काम गर्ने अनि राम्रो कमाइ गर्ने मान्छेहरूलाई नेपालमा आएर बस्न र काम गर्न आकर्षित गर्ने। उनीहरू यहाँ बस्छन्, आफ्नो विदेशी डलर यहाँ खर्च गर्छन् र त्यसको सिधा फाइदा हाम्रो अर्थतन्त्र र विदेशी मुद्रा सञ्चितमा पर्छ। ल, अब लागौँ अर्को एउटा निकै महत्त्वपूर्ण विषयतर्फ। राजसपाको वाचापत्रको एउटा मुख्य तर्क के छ भने हाम्रो देशका सरकारी संस्थाहरू, चाहे त्यो स्कुल होस् वा अस्पताल, तिनीहरू फेल हुनुको पछाडि एउटै मुख्य कारण छ, त्यो हो राजनीतिक हस्तक्षेप। यो कुरालाई पार्टीका एक नेता सस्मित पोखरेलको अनुभवले राम्रैसँग पुष्टि गर्छ। उहाँ भन्नुहुन्छ, हरेक प्रिन्सिपल कुनै पार्टीको, हरेक शिक्षक कुनै पार्टीको, तपाईले स्कुल जाँदा राजनीतिक रूपमा सोच्नुपर्ने हुन्छ। सोच्नुस् त, शिक्षा जस्तो क्षेत्रमा पनि दलीयकरण कति गहिरोसँग गढेको रहेछ। हो, यही कारणले राजसपाले के भन्छ भने स्कुल, कलेज, अस्पताल अनि सरकारी कार्यालयहरूमा पार्टीसँग जोडिएका जति पनि भगिनी सङ्गठन वा युनियनहरू छन् तिनीहरूलाई हटाउनुपर्छ। उनीहरूको तर्क छ, यिनै सङ्गठनहरूले गर्दा अत्यावश्यक सेवाहरू राम्रोसँग चल्न सकेका छैनन्। भनेपछि यी सबै कुराहरूलाई एकै ठाउँमा राखेर हेर्दा यो वाचापत्रले नेपालको भविष्यको लागि एउटा निकै ठूलो चित्र कोरेको देखिन्छ। यसमा देशभित्रको सुधारको कुरा मात्रै छैन, विदेशमा रहेका लाखौं नेपालीहरूको मताधिकार सुनिश्चित गर्ने जस्ता महत्त्वपूर्ण विषयहरूलाई पनि जोड दिएको छ। यसले एउटा बृहत राष्ट्रिय दृष्टिकोण देखाउँछ। र यो सबै कुराको सार उनीहरूको वाचापत्रको कभरमा लेखिएको एउटै शब्दले दिन्छ, थिति बसाल्ने। थिति मतलब एउटा सिस्टम, एउटा नियम, एउटा व्यवस्था। देशमा एउटा बलियो र काम गर्ने प्रणाली स्थापना गर्ने उनीहरूको मुख्य सङ्कल्प यही हो। ल, योजना त कागजमा निकै राम्रो देखिन्छ, एउटा स्पष्ट दिशा पनि छ। तर सबैभन्दा ठूलो र महत्त्वपूर्ण प्रश्न त अब उठ्छ, के नेपालको अहिलेको राजनीतिक वातावरणमा यति ठूला योजनाहरूलाई साँच्चै लागू गर्न सम्भव छ? यो सपनालाई वास्तविकतामा बदल्ने यात्रा नै सायद सबैभन्दा ठूलो चुनौती हो।